सो हेलो एन्ड नमस्ते एभ्रिबडी। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। आज चाहिँ धेरै लामो समयपछि भ्लग यस्तो बनाइदिउँ त भनेर लाग्यो है। आज चाहिँ हाम्रो यात्रा घुम्टेसम्मको सर र घुम्टे चल्दै गयो। हामी चाहिँ आधा बाटो आइसक्यौँ। आधा बाटो आएपछि चाहिँ यसले सम्झायो मलाई भ्लग गरौँ भनेर। हाम्रो भ्लग चाहिँ आजको भ्लग चाहिँ धेरै लामो होइन, छोटो हुनेछ। है लौरो ल चाहिँ हामी टक्क माथि अब एक ठाउँमा बस्ने ठाउँमा गएर भेट हुनुपर्ने हुन्छ। बाटो चाहिँ एकदम डेन्जर अप्ठ्यारो छ, भर्खर भर्खर उचेलो भयो है। त्यही नै हो गाइज। अब चाहिँ माथि गएर भेट्नुपर्छ च्याप्प। ल यहाँ आउनु चाहिँ गाइज जस्तो जस्तो मान्छेले सक्दैन यहाँ आउनु चाहिँ। बाटो भनेको डेन्जरै छ, हिँड्न नि धेरै हिँड्नुपर्छ। कति 4-5 घन्टा हिँड्नुपर्छ यहाँ आउनलाई चाहिँ। अगाडि चाहिँ देखिरहेको चाहिँ उहाँ हल्का देखिएछ, उहाँ चाहिँ सित्थान भन्छन् है। बल्ल बल्ल हाम्रो सुगम चाहिँ यहाँ चढ्न सफल भयो। यस्तो अप्ठ्यारो बाटो। सुगम अनुभव कस्तो छ त? झ्याउ लाखे क्या यस्तो ठाडै उकालो हो। बरु उताबाट छिटो आइन्थ्यो है। अब हामी यहाँबाट पनि जाने पनि हुन्छ। माथि झन् अप्ठ्यारो छ अरे बाटो। फेरि यहाँ समस्या पर्दाखेरि अहिले हिँड्न सकेन भने बल्ल बल्ल यहाँसम्म त आइयो। यहाँ मुनि हामी के मेल लागेको छ, यहाँ ठ्याक्कै यहाँको मुनि हो फाइनल पुग्यो है। त्यही हो। अगाडि चाहिँ यस्तो छ सर र हेर्नुहोस् एकचट्ट पारेर सर र। अब चाहिँ सिधै माथि के भन्छन् त्यसको माथि देउराली भन्ने ठाउँमा गएर भेट हुनुपर्ने हुन्छ। बाटो अप्ठ्यारो छ, बिस्तारै बिस्तारै गइन्छ। अब आनन्दले गइन्छ ट्याक्क वहाँ पुग्न। होइन बस्ने होइन, बरु जान टाइम लागोस् है। आनन्दले जाने हो, च्याप्प सेफली जाने हो। ल माथि गएर च्याप्प भेट्नुपर्ने हुन्छ। गाइस हामी चाहिँ अहिले सर यहाँ उसमा आइसक्यो यार। तँ अझै आएन यार। सुगम बाबु आऊ, बाबु आऊ भाइ आऊ। हामी चाहिँ वहाँ तल छ पाण्डफानी, यता सिट्ठान। अगाडिको उस थाहा छैन मलाई है। यस्तो छ अगाडि चाहिँ भ्यू सर र यहाँ यस्तो छ ट्याक्क दामी। सुगम आउँदै हानेको भिडियो गर्दाखेरि हिँडिहाल्छ त फेरि खतरा। त्यसलाई भिडियोमा देखिन मन लाग्यो मलाई थाहा। आऊ बाबु आऊ। हजुर भ्लग हो हाम्रो पाण्डफानीको दिदीहरू आन्टीहरू होइन। अब चाहिँ माथि गएर भेट्नु मन हुन्छ च्याप्प। अब आज जस्तो हुन्छ, झन् टाढा छ होइन दाइ। ल अब चाहिँ माथि गएर भेट्नुपर्छ च्याप्प। साथीहरू हामी चाहिँ अहिले यहाँ पानामाको जङ्गलतिर है। पानामाको जङ्गलतिर हामी अमेरिकातिर छिर्दै हो है। हामी चाहिँ यस्तो खतरा गुफा छ यता चाहिँ। तल्लो बाटो हामी चाहिँ अमेरिका जाँदै है। ल है घुम्टे चाहिँ एकचोटि आउनै पर्ने ठाउँ है साथीहरू। यहाँ चाहिँ आउनु पर्न त त्यही गाह्रो फेरि आउनु। सबभन्दा अल्छी भनेको यो भिडियोमा देखाइदिए धुकुर्नी नत्र लरेङ अनि। ल अब यहाँ सबै यहीँ त अनि अब चाहिँ माथि गएर भेट्नुपर्ने हुन्छ। खै हामी त आइदिने कि कति बजे 4 बजी हिँडेको 4 बजी कि 3:30 4 6:30 7 बज्न लागिसक्यो। आज चाहिँ आइन्न साथीभाइहरू बल्ल सास आयो आदि। हामी कुन ठाउँ यो गोठथरी हो कि के भन्ने आइसक्यो है सुगे। अब त हल्का तात्तिने यार। अब चाहिँ हामी यहाँबाट धेरै होइन 5 मिनट 10 मिनट चाहिँ हामी पुगिन्छ मन्दिर च्याप्चुवा जोसमा। अब चाहिँ साथीभाइहरू मन्दिरमा गएर च्याप्प सट्ट भेट्नुपर्ने हुन्छ। बल्ल अलिअलि सास आयो। कम हिँड्यो त। बिहान कति बजी हिँडेको हामी? कति बजी हो त्यो? 4 बजीतिर हिँडेको क्या। 4 बजी अहिले कति बजिसक्यो? अहिले त 7:30 8 बज्न लागिसक्यो होला। कति लाग्यो होला टाइम? ओको खुट्टा लास्टै दुख्यो। यहाँ चाहिँ मास्तिर यसो एउटा राम्रो ठाउँ थियो। के हो
मलाई त खाने मान्छे म त आनन्द हो म त हाम्रो पाण्डाहानीका दिदीहरू एक बत्तले पाउनुहोस् यार ल है अब चाहिँ मास्तिर गएर च्याप्पा भेट्नुपर्ने हुन्छ बल्ल पानी नि हामीले पाइसक्यौँ है साथीभाइहरू पानी नि हामीले मद्दत पाइसक्यौँ ल अब चाहिँ मास्तिर गएर ट्याक्क फाइनल्ली आइयो नि दाइ सुगम आइयो के गर्नु हो आइयो बल्ल बल्ल यो गाइज हामी चाहिँ बल्ल बल्ल आइयो त्यो लोत पाराले यो हो कि लोत बेचोक भयो यार यो बेचोक भयो मलाई त खै पसिना नि आउनु नि किन हो ऐसम्म त आएको एकछिन तल चाहिँ सबै बाने बाबु यहाँबाट उक्लिमी ए उताबाट जाने ल जाऊँ न यहाँ चाहिँ भिड हो रहेछ साथीहरू सञ्जय भाइ ठिकठाक हाम्रो साथी आउँदै हो आएको त जाम के जुत्ता चप्पल आउनु क्या यहाँ गाडामा नि त यसो चक्कर लाउनु त होला एक चक्कर लाउनु त होला यही हो यही घुम्टेको मन्दिर चाहिँ हामी चाहिँ हल्का पूजा गर्नुहुन्न अङ्कल दाइ के छ सन्चै हुन्छ ठिक छ बोको ल्याएर हो आवा धुँदो हामी त भर्खर आएको क्या यसो यतातिर जाऊँ न यहाँ चाहिँ एकदम भिड छ है हजुर अब सुगम चाहिँ यहाँ पूजा गर्दैछिन् सुगम ल ल बाबु के गर्ने हो गर च्यापचिप गर त हिँड्छौँ यहाँ चाहिँ मान्छेहरू एकदम धेरै हुनुहुन्छ है भिड दुईवटा मन्दिर छ यहाँ चाहिँ तल हटिया बजार देखिन्छ तल त्यो हटिया बजार हो ल अब चाहिँ हामीले चाहिँ पूजा गर्नुहुन्न सुगमले चाहिँ पूजा गर्दैछ त्यसपछि हामी जान्छौँ है सुगमले पूजा गरेपछि चाहिँ ल हामी चाहिँ उसको साथी भइदिएर आएको हामी चाहिँ सुगमको साथी हामी चाहिँ साथी भएर आएको ल लामो यात्राको पछि के पछि ठ्याक्क आइयो ठ्याक्कै घुम्दै आइयो हामीले चाहिँ यहाँ पूजा गर्न चाहिँ हुन्थेन सुगमले चाहिँ पूजा गरिसक्यो दाइरामा चाहिँ यसो दर्शन गरेर फर्किसक्यौँ हामीसँग आएको दिदीहरू त्यहाँ हुनुहुन्छ अब सोध्नु न त्यहाँ हामी चाहिँ अब घरतिर झर्नुपर्ने हुन्छ है सोधिदिनु भयो अब के हुन्छ एकछिनमा भेटौँ है साथीहरू ल यहाँबाट चाहिँ यहाँ सुताइ कार्यक्रम चल्दै हो थाकियो है अन्त थाकियो के गर्ने यस्तै हो घुम्टी चढ्न बच्चा बच्चीको खेल होइन है गाह्रो छ यहाँबाट त्यहाँ जान पक्या परिन्छ त्यस्तो असोक्दाखेरि अरे त्यहाँ मानि असोक्दा त्यही भनेको थाक्दा नथाक्ने हामी जस्तो हो हामी पनि थाक्यो नि यसो निद्ला जस्तो मात्र भएको थाक्न त यो थाक्यो सुगम एकदम थाक्यो हिजो सुतेन नि त त्यही भएर नि ल अब चाहिँ हामी अब यहाँबाट झरिन्छ एकछिनमा चार्ज नि सकिन लाग्यो है सबैजनालाई चाहिँ अब अर्को भ्लगमा भेटौँला भन्दै सबैजनालाई बाई बाई ल अब हामी भेट्नेछौँ अर्को भ्लगमा है